गुड इभिनिङ। आज म तपाईहरुलाई चना दाल अनि दुधी बनाउन गइरहेको छु है। मैले अलिकति जिरा हालेको छु है। यहाँ जिरा हालेको छु, यो कडी पत्ता हो है। कडी पत्ता हाल्नु, त्यहाँदेखि लसुन छ है, लसुन हाल्नुहोस्। एकछिन लसुनलाई भुनेपछि अलिकति ब्राउन भएपछि कडी पत्ता, जिरा, लसुन है टेम्परिङमा है। अनि अब अलिकति प्याज हाल्नुहोस्, प्याजको सौते गर्नुहोस्। अलिकति ब्राउन भएपछि अब यो ब्राउन भएपछि तपाईहरुले टोमेटो हाल्नुहोस् हो। टोमेटो हाल्नुहोस्, सब टोमेटो पाकेको एकछिन भुन्नुहोस् है, एकछिन भुन्नुहोस्। अनि यो चाहिँ जिरा, धनिया, चिली पाउडर है, हल्दी पाउडर छ है। अलिकति मैले पानी हालेँ, पानी हाल्यो भने चाहिँ यो जल्दैन है। अब म यसमा यो पानी मसला हाल्दैछु है। एक दुई मिनट यसरी भुन्नुहोस् है हो। अब चना दाल हाल्छु है। चना दाल छ धोएको, अहिले धोएर तपाईँ सोक गरिराख्नुहोस्। एक घन्टा अगाडि, आधा घन्टा अगाडि सफ्ट हुन्छ अनि छिटो पाक्छ है। यसरी चाहिँ यो चाहिँ एकदमै मिठो हुन्छ, एकदमै भातसँग रोटीसँग खान एकदमै राम्रो हुन्छ। यो दुधी है, यति काट्नुहोस् हो। दुधी काटेर धोएर हाल्नुहोस्, एकछिन चलाउनुहोस् है, चलाउनुहोस्। 10-15 मिनटमा मात्रै अलि भुन्नुहोस् कि मिठो टेस्ट आउँछ है। अब मैले स्वाद अनुसार तपाईँ नुन हाल्नुहोस् है। एकछिन चला, एकछिन है, नुन हाल्नुहोस्। त्यहाँबाट यो कुकर प्रेसरमा है, तपाईँले भाँडामा पकाउँदा पनि हुन्छ है, टाइम अलिक बेसी लाग्छ। अनि चाहिँदो पानी हाल्नुहोस् है, चाहिँदो पानी हाल्नुहोस् है, पानी हाल्नुहोस् है। अनि तपाईँले यसलाई अब कुकरमा लगाइदिनुहोस्। कति 3-4 सिटी है, 4-5 सिटी लाउनुहोस् राम्रोसँगले है। हेर्नुहोस् अब यो पाक्यो है। आगो बन्द गरिदिनु हो। यहाँ हेर्नुहोस्, अब अलिकति सिटी खोल्नुहोस्। एकदमै पाकेछ हो। यतिको थिक हुनुहोस् है हो। एकदमै रोटीसँग भात छ नि। अनि तपाईँले यसमा धनियाहरू हाल्नुहोस् है। धनिया हालेर तपाईँले खान सक्नुहुन्छ।